हेलो गाइज नमस्कार। म चाहिँ आज फेरि पछि नानी जन्मेको अब त 6 महिनाको अरू पुग्न लाग्यो है। त्यहाँसम्म मैले घाममा चाहिँ आनन्दले बसेर कहिल्यै कपाल सुकाउन पाइनँ। हेर्नुहोस् गाइज, कपाल पनि भताभिङ्ग भयो, अनुहार पनि त्यस्तै भयो। अनि आज शनिबार भयो, अनि त्यही भएर घाममा सुकाउँदैछु। नानीसँग भन्ने नानीको बाबा हुनुहुन्छ, त्यही भएर घाममा सुकाउँदा छुट्टै आनन्द आउँछ गाइस। त्यही भएर कपाल सपाल सुकाएर अब एकछिनमा पार्क जान्छु। नानीलाई त अब यसो डुलाउने बानी गरेछ कि नडुलायो भने अब 4-5 बजीतिर नगयो भने त नानी त लास्ट ल्याङ गर्छ कि टाउको दुखिहाल्छ। झगडा गरेको गर्छ। बुढाबुढीको बानी लायो भने नछोड्ने रहेछ गाइस। Oh my God! हामी चाहिँ घुम्न गइसकेका छौँ, घरबाट निस्किसकेका छौँ गाइस। गाइजहरू हामी चाहिँ गइसकेका छौँ। हेर्नुहोस् हाम्रो नानी बोल्यो हाई भन्नु। हामी नि गाइजहरू अब जसनागरी पार्क पुग्न लागिसकेका छौँ गाइजहरू। हामी हिँड्दैछौँ। हामीले पुगेको एकछिन सानो अगाडि बन्द रहेछ। हेर्नुहोस् गाइस, हामी आएको बाहिरैबाट देखाउँछु गाइसहरू तपाईँहरूलाई। हेर्नुहोस् गाइस, के छ बाउ छोरी अनि हामी चाहिँ हिँड्दैछौँ गाइसहरू। मेरो पनि मन हुन्छ, भावना हुन्छ, कसलाई कहाँ गएर पुग्नु। मेरो पुगु छोरी हाती चाहिँ छोरो के भयो? पार्क खुलेको छैन। हामी पार्क अब हामी कहाँ जाँदैछ? कोठा या बिगमा जाँदै गाइजहरू। यहाँ सरको बिजोग छैन गाइज। मैले अघि भिडियो इन गर्न बिर्सेछु। हाई गाइज, म अहिले रातिको 10:30 बजेर इन गर्दैछु। बाई, तपाईँको राति राम्रो होस्। गुड नाइट, ह्याभ अ स्विट ड्रिम गाइज।